दर्शकबिन सल्यानबाट आएका एकजना भाइ जसको आवाज चाहिँ ट्याक्कै केटीको जस्तो छ। अझ उहाँले गाएका गीतहरू ठ्याक्कै केटी र केटा छुट्याउन मुस्किल पर्छ। नपत्याए यो गीत सुन्नुहोस् त। नमस्कार छ दया र मायालाई लौरे सलाम दाइ छ मेरो मायालाई रेलाई सलाला अनि भेट्न आउँछु सुने होइन भने म भनिदिन्छु फेरि। आउँछ क्या अन्त भेट्न चाहिँ गर्ने कहाँ इन्टरभ्यू दिने भन्छ त त्यहाँ भेट गराइदिन्छु आफै गर्नु। अनि भेट्दा आउनु पर्यो त छिटो आउनु पर्यो अहिले नै आउनु पर्यो म फेरि पछि थाहा पाउँदिनँ। यहाँ काममा छु क्या के हो यो पछि चाहिँ हामीलाई काम भयो भने भयो एकछिन बसौँ न भन्ने अनि आफ्नो काम हुँदा चाहिँ वास्ता नगर्ने हुन्छ र। हामीसँग सल्यानको एकजना भाइ हुनुहुन्छ। उहाँको आवाज दुरुस्त केटीको जस्तो छ। उहाँले केटीको आवाजमा उहाँलाई केही कुरा भन्नुहुनेछ र यो भिडियो सामग्री हामीले मनोरञ्जनको लागि बनाएका छौँ। तपाईँले त्यही अनुसार हेरिदिनु होला। यति बेला फोन लगाउनुहोस् त भाइ। हुन्छ भएको थियो आफू मात्रै अन्तर्वाद दिनुहुन्छ मलाई मिलाइदिनु हुन्न। हजुरको अटोमा गएको थिएँ तपाईँका अन्तर्वार्ता मनपर्छन्। कस्तो फुलथुङ्गे रानीजन कस्तो राम्रो गाउनुहुन्छ हजुरले। हेलो गोले दाई नमस्ते। नमस्ते नमस्ते गोले दाई। सुन्नु भएको छैन म बोलेको? ए कहाँ हुनुहुन्छ दाई तपाईँले? ए मलाई चिन्नु भएन र तपाईँले? ए अस्ति चाहिँ हामी अटोमा गएको थियौँ नि तसँगै अन्तर्वार्ता लाग्छ भन्नुभएको थियो नि त तपाईँले। त्यसकै लागि चाहिँ अब तपाईँले कहिले पनि अन्तर्वार्ता लगिदिनु एउटा टाइम मिलाइदिनु भन्न। टाइम मिलाएर मेरो इन्टरभ्यू लगिदिनु न एउटा है। यहाँ घरैतिर आउनु नि तपाईँ। म घरै छु अहिले। हो कि म तपाईँको इन्टरभ्यू पनि लास्टै हेर्छु धेरै मन पराउँछु। टोनी म मनिषा हो कि तपाईँको चिन्नु भएन र? हजुर जो होटेलमा जाऊँ भन्नुभएको थियो नि त अस्ति र। कस्तो तपाईँ कस्तो विश्वास गर्नुहुन्न के? कहाँ हुनुहुन्छ आउनु न भेट्न लास्टै मन लागेको छ नि हजुरसँग। भेट्न मिल्दैन? कस्तो के तपाईँ अहिले नभेट्यो भने साँझ भेटौँला नि त। आज यतितिर बसौँला। कस्तो तपाईँ मेरो विश्वास मान्नु भएको छैन र? अनि विश्वास माने अब किन डराइरहेको त? अरू जस्तो होइन नि त म। कस्तो के तपाईँ विश्वास मान्नुहुन्न? आउनु न भेट गरौँ। अनि को भन्ने तपाईँले चिनिहाल्नुहुन्छ नि त। म मनिषा हो। हो कि कस्तो तपाईँले धेरै बिजी हुनुहुन्छ र? कस्तो को भनिरहनु भएको छ बे? कस्तो तपाईँ दिमाग धेरै नचाट्नु न कि कस्तो मान्छे तपाईँ पनि। बरु दिमाग चाट्नु भन्दा त अब अलिकति कस्तो कुरा। म बर्थडे हो नि बनाउनुहुन्छ भने त के भयो र? साँझतिर हुँदैन? होइन पैसा सैसा चाहिँदैन त्यस्तो पैसा तिर्नु पर्दैन। त्यही त के पर्दैन कि पैसाको टेन्सन मान्नु पर्दैन होइन। अब आउनुहोस् म तपाईँको पनि एकदमै ठुलो विज्ञान जस्तो पनि हो। तपाईँको हरेक इन्टरभ्यू अन्तर्वार्ताहरू म हेर्छु मन पराउँछु। त्यसैले मैले हजुरलाई मिस गरेर पनि कल गरेको थिएँ कि। किस गर्ने भए त गरिदिउँ भने के छ र? मरि लानु 2 दिनको जिन्दगी हो। अनि आउनु न त के भयो त? अब भेटघाट गरौँला जे गरे नि तपाईँकै हातमा छ के अरे। के
आउनुहुन्छ कि नै? अहिले त भ्याउँदैन कि यता बक्टर सुकुरतिर आउँछु त्यही भएर ए साँझ आउनुहुन्छ? साँझतिर त बजार आउनु पर्ला त घरतिर जानु पर्ला ए मेरो एउटा अन्तर्वार्तामा लगिदिनुहोस् न हजुरले है। पत्रकारको नम्बर दिन्छु जानु न होइन म अब अरूभन्दा नि तपाईँको धेरै मनपर्छ कि तपाईँको एक्टिभिटीहरू बानीहरू अब बोलाएको शैली धेरै मनपर्छ। मेरो के मन पर्ने हो र त्यति साह्रो ए तपाईँको सबै चिज मनपर्छ नि मलाई त्यही भएर त अनि तपाईँ हो क्या तपाईँसँगै बसेर अन्तर्वार्ता दिन मन छ। बरौलै पर्छ भाइरल भइरहेको होइन कि एउटा गीत आज गीत गाउँछु सुन्नुहुन्छ कि नै? म गीत गाउँछु नि साँच्चै म स्याडमा बोलिरहेको छु त्यस्तो मजा गरे होइन। फुलडुङ्गे रानी फुलतङ्गे रानी पनि गाउँछु अरू जुन भयो नि तपाईँलाई जुन गीत मनपर्छ त्यही भन्नु न म गाइदिन्छु नि। अहिले यता काममा छु अलिक पछि बजार आयो भने फोन गर्नु नि म एउटा रेलै सलल भन्ने गीत गाउँछु नि त एउटा छोटो मिठो सुनिदिनु न। गाउने ल हे नमस्कार छ दया र बायालाई लाउरे सलाम दाइ छ मेरो मोयालाई रे लै सलाला दया र बायालाई लाउरे सलाम दाइ छ मेरो मोयालाई रे लै सलाला हे छ मेरो मायालाई रे लै सलाला। कस्तो छ भन्नु न? दामी गाउनु रहेछ त गाना अनि त्यही त आउनुहोस् एउटा इन्टरभ्यू लगिदिनुहोस् भनेको। अब तपाईँ कस्तो ठुल्ठुलो म त कुरा गर्नु छ हामीलाई पोत्याउनुहुन्न। किन्न पठाउने रहेछ गाडीमा मैले किने बाबु फल्ना यस्तो भने बाबु कस्तो त सानो जुन अटोमा अस्तिर जुन अटोमा उगाडेको थियौ नि त बसेको थियौँ गएको थियौ नि अहिले टाढा छु क्या त्यही भएर अब केटी लगेर गएको होलास्। अब त्यही भएर त होला नि मसँग भेट नगर्ने साँझमा त भन्ने अहिले केटी डेटिङतिर गएको होलास् त्यही भएर त होला नि है। कहाँबाट केटी लग्नु होला र यो गाडा त पापी पापी कस्तो पाप तपाईँ एकदम अस्ति होटेलमा जाऊँ भने के हो त अनि बिर्सिसक्यो हो? कहाँ होटल जाऊँ भने पैसा बुझ्नु परेन त्यही त के पैसा अब पैसा त भइहाल्छ नि। कहाँबाट मिसिन काट्ने पैसा र काटे पहिला पहिला भनौँ यहाँ आउने कि नै मसँग भेट गर्ने कि नै? गर्ने मान्छे होइन फेरि तपाईँ भन्नुहोस् फेरि मलाई अस्ति के गर्नु भएको थियो होइन म सब भनिदिन्छु नि फेरि। भनिदियो म घर पठाउनु भएको के मेरो घर चिरिएछ र म त चिनिहाल्छु अहिलेको टेक्नोलोजीको जमाना हो चिनिहाल्छु नि नचिन्ने भन्ने कुरा हुन्न। त्यो बुढी सकाली भन्ने मलाई थाहा छैन र सुन न बुढी सकाली भन्ने मलाई थाहा छैन र बुढी सकाली भन्ने मलाई थाहा छैन र थाहा त छ नि कि मलाई थाहा नभएको कुरा हो नि भेट्न आउँछस् भने होइन भने म भनिदिन्छु फेरि। आउँछ क्या अन्त भेट्न चाहिँ गर्ने कहाँ इन्टरभ्यू दिने भन्छ त त्यहाँ भेट गराइदिन्छु आफै गर्नु अनि भेट त आउनु पऱ्यो त छिटो आउनु पऱ्यो अहिले नै आउनु पऱ्यो म फेरि पछि थाहा पाउँदिनँ। यहाँ काममा छु क्या के हो यो पछि चाहिँ हामीलाई काम भयो भने ए भयो एकछिन बसौँ न भन्ने अनि आफ्नो काम हुँदा चाहिँ वास्तो नगर्ने हुन्छ र यहाँ आफ्नो गोरसानहरू काम गर्ने सराबहरू कहाँ फेरि हुन्छ होइन होइन त्योभन्दा ठुलो काम त हामीसँग नि हुन्छ। अब भेट गर्न मन लाग्यो आउँछस् भने होइन भने म भनिदिन्छु फेरि। हजुर के गर्ने अहिले आउने कि नै? ल ल आउनुहुन्छ? आउँछ क्या यता काम छ त्यही भएर छिट्टो आउनु पर्छ छिट्टो नत्र म भनिदिन्छु फेरि।